गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज देख्नु सक्नुहुनेछ कि कति डेन्जरस दिन धुम्म भइरहेको छ यहाँनिर चाहिँ। अब हामी कहाँ जाँदैछ? अब माई नुहाउनु भन्दैछ। के हो अरे? मकर नुहाउनु, माई नुहाउनु भन्दैछ। ए मकर नुहाउनु जाँदैछ। अब सबै रेडी हुँदैछ। अब चाहिँ त्यहाँदेखिको माथि गएर तपाईँलाई देखाउनेछु। नुहाउनु चाहिँ सकिँदैन होला अब यसमा जल चाहिँ लिउँ। एकदमै चिसो छ यहाँनिर चाहिँ, एकदमै बेसी चिसो छ। एकदमै सहनै नसहने, मेरो त खुट्टा पनि पुरा कटकटी खाइसकिसक्यो। यस्तो हातहरू यस्तो सबै गलेर त्यो चिसो बेसी भएर नि पुरा चिसो चाहिँ अति नै चिसो रहेछ। बिहान त झन् खप्पी नसक्नु, राति पनि पुरा चिसो थियो यहाँनिर। अनि पुरा जाडो हुँदो रहेछ यतातिर पनि चिसो महिनामा चाहिँ। सबै रेडी हुनुहुँदैछ यहाँनिर चाहिँ। केही देख्दैन यहाँनिर है। देख्दैछ, मान्छे चाहिँ देख्दैछ कि वरिपरि चाहिँ देखेको छैन। अब हामी चाहिँ यहाँबाट निस्क्यो र अब चाहिँ हामी फेरि कता जाँदैछ? सलिनाको छ्यामाकोमा जाँदैछ। त्यहाँबाट कहाँ जान्छ? माई नुहाउनु भन्दो रहेछ यहाँनिर चाहिँ। त्यहाँ गएर चाहिँ अनि फर्किन्छ आज चाहिँ। खाँदैछ। अटो नआइन्जेलसम्मको चाहिँ हाम्रो काम डरै छ हाम्रो। तपाईँहरू हेर्नु सक्नुहुन्छ, यो चाहिँ हामी मकै छोड्याउँदैछ, अर्ग्यानिक मकै। अनि हामी चाहिँ छोडाउँदैछ। यहाँ देख्नुहुनेछ झन् बेसी मकै छ यहाँनिर चाहिँ। नछरिकिन सक्दो हामी चाहिँ फटाफटी छराउँदैछ गाडी नआइन्जेलसम्म। त्यहाँदेखिको चाहिँ फेरि जाने। यता चाहिँ बारीको दर्शन गर्नु जाँदैछ। यो के हो? तोरी स्टार्टिङ होला नि त। तोरी बारी देखाउँछ सालै। यता चाहिँ हामी बारी दर्शन गर्नु आएको छ। यता तोरीहरू फलिरहेको रहेछ, तर दिन धुम्म भएर चाहिँ केही राम्रो क्लियर चाहिँ आएको छैन। त्यहाँ कुन त अर्काको होला है उतापट्टिको। भित्र पस्यो नि उयो हुँदैन, तातो हुन्छ नि भित्र त। ठुल्ठुलो साग हो यतातिर। अहिले चाहिँ निकालेको छ क्या, सुक्खा बढ्दैन अरे। माछा पाल्नु हो त्यहीँबाट हेरौँ न, छेउमै गएर। छैन अरे हौ माछा। हेर्नु माछाको के साह्रो सौखिन। हाई एभ्रिवान, यहाँ चाहिँ यति राम्ररी अब बारीहरूलाई यति राम्ररी उब्जनी गर्नु भएको रहेछ होइन। अनि हामी चाहिँ त्यही हेर्न जाँदैछौँ। यहाँनिर चाहिँ गरम महिनामा माछा हुन्छ अरे, तर अहिले चाहिँ यहाँनिर हालैमा यो चिसोले गर्दा पानी पनि सुकेको छ भन्दैछ। अनि यहाँ चाहिँ सबै बारीहरू छ। तोरीको साग हेर्नुहोस्, मजाले है। तोरीको साग, तोरी फापर पनि फल्दो रहेछ। साग पनि कस्तो अल्गो अल्गो। फापरको साग अब त्यही त। अङ्कल उयो चाहिँ के हो? माछा हो। उयो उतापट्टिको के हो त्यो? यो त के होइन ल, सोप। तोरीको तेल चाहिँ यहाँ हेर्नुहोस्, अब कतिजनाले देख्नु भएको छैन होला होइन। यहाँबाट चाहिँ तोरीको तेल बनिन्छ है। यो तोरीको तेल बनिने चाहिँ रहेछ नि। मलाई पनि थाहा थियो। यसबाट चाहिँ तेल कसरी निस्किन्छ? त्यही त भनेको फुलिन्छ होला नि त। तेल मिसिनमा लग्ने, यसलाई सुकेपछि तेल मेसिनमा लान्छ। अब सुकाउने, यसलाई पहिला यसलाई अब झार्ने होइन। अब यस्तो छ नि, यस्तो निक्लिन्छ। झार्ने, झारेर पखालेर सुकाउने, तेल मिलाउन लगेर तेल दियो हेर्ने लाइट। निकाल्यो हाम्रै त हो, निकाल्छ। लजाएर हेर त्यहाँ अब हाम्रो टाइम भइसक्यो हाम्रो यता। तातो होइन? दुईटा जम्पर छ अरे। दुईटा जम्पर लाएर पनि जाडो भयो भन्दैछ त्यहाँ।
सोध न अमेरिकाको गाईहरू पनि यस्तो हो साउथ अफ्रिकाबाट ल्याएको छैन एउटा यहाँ चाहिँ हाम्रो अटो आइपुग्यो। अब चाहिँ जाँदैछ हामी नुहाउने ठाउँ भएकोमा, जहाँनिर चाहिँ आज माघे सङ्क्रान्तिको दिन नुहाउनु हुँदैन। के भन्छौ सोहनले? मैले इङ्ग्लिस त्यस्तो केटाकेटी गरिदिँदैन, मैले नेपाली पनि देख्यो। बस्छौँ आऊ। म बस्छु न अगाडि। होइन काखमा बस्नु खै बाबा आइज यहाँ काखमा। दिदी कहाँ बस्नुहुन्छ? चलिन स्कुटीमा। बाबा खै? अङ्कल आउनुपर्छ यता। तपाईँ चाहिँ कहाँ कहाँ हो यो? चाहिँ हामी माई धार आइपुगेछ। यहाँनिर चाहिँ दर्शन गर्नु गएको है। अङ्कल आइसकेछ किन? नेपालमा अन्त यहाँनिर चाहिँ आज चाहिँ हामी आज माघे सङ्क्रान्ति हो। टफ हुन्छ नि यस्तो त नआयो भने नि अब नआउनु त हुँदैन है, जङ्गल रहेछ पुरा यहाँ। दिदी भेडा आउनुहुँदैछ बात मार्दै। यहाँनिर चाहिँ हामी आइपुग्यो, जहाँनिर चाहिँ सबैजना नुहाउनु हुने भनेर आएको छौँ। हामी चाहिँ आइपुग्यो माइधार भन्ने ठाउँमा, जहाँनिर तर म त अब नुहाउँदिनँ, यस्तो चिसो अलरेडी। अलिअलि यस्तो दर्शन चाहिँ गरिराख्ने। सबैजना नुहाउनु हुँदैछ। सो यु अल क्यान सी यहाँनिर नजिकमा गएर फेरि देखाउने छु मजाले। तर दिन धुमेर चाहिँ त्यति क्लियर चाहिँ आएको छैन हजुर। आउनु बित्तिकै यहाँनिर अलिकति भए पनि घाम चाहिँ सुरु भयो। अनि जे होस् अब यसो दर्शन चाहिँ गर्ने। होस् अब जाउँ यतिकै गरौँ। फुल र चामल छ अलिअलि। यहाँनिर बिजोक हुन्छ हौ। हामीले चाहिँ पैसा चाहिँ एक्सचेन्ज नगरिकन आएर बिजोक भयो है। अनि यहाँनिर आउँदाखेरि चाहिँ एक्सचेन्ज गरेर आउनु। सानो नोट त चल्दो रहेछ, 500हरू चाहिँ चल्छ। 100हरू चल्छ तर तपाईँलाई त्यही त झुला अस्तिको क्या। यो चाहिँ नि सेम ऋषिकेशको झुला जस्तै छ हौ। अनि यहाँनिर आउँदाखेरि चाहिँ सबैजनाले पैसा चाहिँ एक्सचेन्ज गरेर आउनु होला, नभए चाहिँ अलिक दुःखै पाइने रहेछ। किनभने हामीले यहाँको इन्डियाको पैसा दियो भने पनि वापस नेपाली पैसा फर्किन्छ। अब यहाँ बस्नु चाहिँ काम लाग्छ, त्यसले गर्दा अब उता गएर फेरि त्यो युजले चाहिँ भइहाल्छ। त्यसले गर्दाखेरि सबैजनाले चाहिँ पहिला नै प्रिपेयर भएर आउनु पर्ने रहेछ। यहाँ आउँदाखेरि चाहिँ बरु एक्सचेन्ज गरेर आएकै बेस्ट लाग्यो। फेरि पैसै नचल्छ नि त, त्यही प्रब्लम भयो नि त। ल है अब सोहनले गर्छ आज। यहाँ चाहिँ सबैले पूजा गरेर यसरी चढाउनु हुँदो रहेछ। खुट्टाको छाप देखिरहेको पनि अलिअलि पूजाहरू गर्नु आएको यहाँनिर। जे होस् खुसी लाग्यो माघे सङ्क्रान्तिको दिन आएर यसो एउटा दस दूर गर्नु पायो। सो ठिकै टाइममा आएछ हामी। दियो पनि छ है त्यही। सधैँ बस्छु ब्याग हेरेर जाँदै जाने हो। अहिले एकछिनमा पठाइदिनु। पूजाको तयारी हुँदैछ यहाँनिर। छोरी जाँदैन सल्लाह।
पनि यसो गहरा पानी के अंदर हम लोग जा रहे हैं मकर नहाने के लिए के रे जाँदैनौ ओइ तर यस्तो माटोबाट उँधो त डर लाग्छ नजाउँ त है बलमा छ अघि त बिहे गएको जानु त यस्तोमै त नहुनु त काम यस्तोमै त मजा आउँछ त फ्री फ्री नहुनु त बस्दैन तिमी अना चाहिँ भिजाउ भिजाइरहेछ हाम्रो चाहिँ खेल्दिन म खेल्दिनँ म यहाँ हुनुहुन्छ हाम्रो भाइ सोहम डुब्की लाउँदैछ पर्खिन एक के गरिहाल्छु नि त लु छिटो त्यति नै हो आउँदैन तिमी उता जानुपर्छ लु लगाऊ डुब्की ओइ दादा सास उयो गर्नुहुँदैन है नहाँस्नु ओह्रालो मुख बन्द गर्नु पछि डुब्की सुक्की लगाएर चाहिँ टिकाहरू लगाएर चाहिँ शीतल भयो अघि त फर्स्टमा पुरा डर लागिरहेको थियो चिसोमा तर अहिले त नुहाउनु पनि सक्ने टाइपको रहेछ तर के को लुगा लिएर आएको थिएन आज यहीबाट डाइरेक्ट हामी फर्किन्छ सिलगढी त्यसले गर्दाखेरि खेल्नु लाग्यो अझै अब हुँदैन थ्याङ्क यू खेल्दैन प्रसाद पनि पायो अब चाहिँ हाम्रो आज यहाँको विश पुरा भयो यहाँबाट हामी गएको लाँदैछ अब मेला घुम्यो भने चाहिँ अनि खाजा खाएर के होस् मजा यहाँ चाहिँ मन्दिरको दर्शन सकेर अब चाहिँ यहाँनिर खाना खानु आएको छ खाना भन्दाखेरि हामी समोसा चियाहरू मात्रै खाने प्रेमिका बडा बडा समोसा हामी यहाँ मेला घुम्नलाई जाँदैछ मेला लागिरहेको छ यहाँनिर मेलामा त त्यही हात पक्रेर हिँडेन चाहिँ हराउने रहेछ है कुन्ताको फोन लाग्दैन फोन लागेन भने झन् कता जानु कनेक्सनले भेट्यो भने मात्रै हो हातको कनेक्सनले भेट्यो मात्रै नभए चाहिँ रुदा हुन्छ आइबसेर आजकल त राम्रो काम गरेको मैले हुनेछ बेसी धुलो आएर मास्क किनेर लाइन चाहिँ भयो यहाँनिर त्यो मास्क चाहिँ नलाउनु भने किन त्यो किनेको सक्नुहुनेछ मेलाहरू यहाँनिर 16%हामी त्यहाँ पनि जान्छ अब के रोटी पिङ खेल्छ सोहनले हेरौँ है त यहाँ देख्नु सक्नुहुनेछ मेलामा कति बेसी भिड छ मेलामा त्यति बेसी घुमेन बहुत भिड थियो अन्त धुलो मुलोले गर्दाखेरि अब फाइनली हामी रिटर्न हुँदैछ फाइनली घाम पनि लाग्यो र हामीले खाना पनि पायो अब चाहिँ हामी जाँदैछ काकाडी भित्ता बस चाहिँ सबै खाली छ यहाँनिर हामी लक्की रहेछ फर्स्टमै सिट पायो अब यहाँबाट चाहिँ हामी सिलगढी गएर भेट्नेछौँ हामी
हामी यो बसमा चाहिँ 6 जना मात्रै छ धन्न हामी लकी पाइहाल्यो मेलामा निक्लिनु साथै सुन्तला खाँदै खाँदै जाने अहिलेको बय पनि छैन बय पनि यो खाइदियो फ्रुट्स भनेको चिज चाहिँ मलाई फेरि पुरा मनपर्छ यो चाहिँ दुर्गा माई मन्दिर रहेछ ठाउँमै अब यो अङ्कललाई सबै गरिरहेको अङ्कल म चाहिँ यता सुत्दै गरेको बसमा चाहिँ अलिकति पनि सक्दिनँ नि त अब चाहिँ हामी फाइनली हाम्रो यहाँ रुममा आइपुग्यो सिलगढीमा सो एकदमै थाकिरहेको छ सो छिटो अब फ्रेस भएर चाहिँ पहिला चाहिँ एकदमै नुहाउनु मन परिरहेको छ आज त्यो मेलाको धुलोमा कुदेर अनि कस्तो भइरहेको थियो त्यसले गर्दाखेरि सो छिटो अब फ्रेस भएर कुछ बनाएर खानु पनि छ ह्याप्पी मकर सङ्क्रान्ति टु एभ्रीवान अनि यो भिडियोलाई पनि म यही नै एन्ड गर्न चाहन्छु मन पर्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला सी इन द नेक्स्ट भिडियो बाई हेभ अ नाइस डे